स्ट्रबेरी, म यति धेरै मोटाए पनि तिमीले मलाई साथ नछोडेकोमा धेरै धन्यवाद। के भनेको तिमीले? तिमी मोटाए पनि उत्तिकै ह्यान्डसम छौ। म तिमीसँगै धेरै खुसी छु। प्रिय, म अब जिम जान चाहन्छु। मलाई आफ्नै शरीर भारी महसुस हुन थाल्यो। म अलिकति तौल घटाउन चाहन्छु। हुन्छ नि त प्रिय, तिमीलाई जे मन लाग्छ त्यही गर। मेरो साथ सधैँ तिमीलाई रहनेछ। तिमीले गर्न सक्छौ प्रिय। हार नमान, अझै अलिकति। स्याबास, तिमीले पक्कै सक्छौ। मलाई जिममा साथ दिएकोमा धेरै धन्यवाद। तिमी नै मेरो प्रेरणा हौ। केही छैन प्रिय, तिमी जे गर्न चाहन्छौ म त्यसमा सधैँ तिम्रो साथमा हुनेछु। म जिम जान लागेको, म छिट्टै फर्किन्छु है। हुन्छ, छिट्टै आउनु है। म तिम्रो बाटो हेरेर बस्नेछु। म यो गरेरै छोड्छु। म हार्ने छैन। यो सब तिम्रो लागि हो स्ट्रबेरी। आप कहाँ हरायो होला? यति धेरै रात भइसक्यो, ऊ अझै घर आएन। को होला यो बेला? आप? तिमी? तिमी? यदि तपाईँ आपको बारेमा जान्न चाहनुहुन्छ भने मलाई फलो र यो भिडियो लाइक गर्नुहोस्।